सविता म्याम नमस्कार। नमस्कार हजुर। यहाँलाई सबैभन्दा पहिला कल्प एम्पावर वुमेन नेपालको महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने यो अभियानमा धेरै धेरै स्वागत गर्दछु। त्यसमध्ये पनि यहाँ यो वर्षको लागि 31 जनामा छनौटमा पर्नु भएको छ। यहाँलाई पनि र यहाँको गाउँपालिकालाई पनि धेरै धेरै बधाई। हस्, धन्यवाद म्याम। अघि मलाई भन्दै हुनुहुन्थ्यो यसरी पहिलोचोटि म इन्टरभ्यू दिँदैछु भन्दै हुनुहुन्थ्यो। यहाँसँग कुरा गर्न पाउँदा म पनि साह्रै खुसी छु। म एकदमै खुसी छु मनबाट नै। हजुर, अब सोलुखुम्बु जिल्ला अन्तर्गतको थुलुङ दुधकोशी गाउँपालिकाको उपाध्यक्षको रूपमा अहिले यहाँले काम गरिरहनु भएको छ। हजुर, त्यो क्षेत्र कस्तो छ, तपाईको स्थानीय तह कस्तो छ, अलिकति हामीलाई बताइदिनुहोस् न परिचयको रूपमा। हजुर, थुलुङ दुधकोशी गाउँपालिका आफैमा धार्मिक, सांस्कृतिक र पर्यटकीय प्राकृतिक सुन्दरताले भरिपूर र अहिले चाहिँ विकास उन्मुख गाउँपालिका भनेर हामी भन्न चाहन्छौँ र परिचय दिन चाहन्छौँ। हजुर, त्यहाँ चाहिँ विभिन्न जात वर्ग समुदायहरूको सायद भन्दा पनि सोलुखुम्बु जिल्लाभरिकै विभिन्न जात चाहिँ हाम्रो क्षेत्री बाहुन माझी, त्यहाँ चाहिँ नेपाली दलित सबै, अनि त्यसपछि चाहिँ त्यहाँनिर जोगी सब समुदायको बस्ती बसोबास रहेको गाउँपालिका। रैथाने के चिजबिजहरू उब्जिन्छन् त्यहाँ? कृषि छ कि छैन? सरदर युवाहरू के गर्नुहुन्छ? रोजगारी छ कि सिपमूलक हुन्छ कि के छ त्यतातिर? त्यहाँको रैथाने भन्नुपर्दा चाहिँ पहिलादेखि नै चाहिँ सुन्तला, फलफुलमा केरा, अनि त्यसपछि चाहिँ अहिले पछिल्लो समय चाहिँ फलफुल प्रजाति, अनि त्यसपछि पहिलाको रैथाने खाद्य उपजहरू त त्यही मकै कोदो फापर गहुँ जहुँ तिनै। हजुर हजुर। यहाँको दोस्रो कार्यकाल, हजुर, एक पुरा कार्यकाल बिताइसक्नु भएको छ। विकासका धेरै कामहरू पनि गरिसक्नु भएको छ अनि अनुभवको आधारले पनि अलिकति यहाँ खारिसक्नु भएको छ। हजुर। सो यो दोस्रो वर्षको कार्यकालसम्म आइपुग्दाखेरि गतिविधिहरू धेरै भयो होला, विकासका कामहरू पनि धेरै भयो होला। यहाँ आफैलाई सुनाउन मन लागेका 5 प्रमुख उपलब्धिहरू बताइदिनुहोस् न यहाँको क्षेत्रपालिकाको। हजुर, म आफूले गरेको पहिलो कुरा चाहिँ त्यहाँ मातृ आमा शिशु मृत्युदर शून्य बनाएको छु म मेरो आफ्नो अभियानमा। त्योभन्दा अगाडि चाहिँ अत्याधिक आमा र शिशु सुरक्षित चाहिँ सुत्केरी हुन नसक्दा नपाउँदा त्यो खालको चाहिँ उहाँहरूलाई के भन्छ चेतना नहुँदाखेरि घरमा नै बच्चा पाउने, अनि त्यसपछि त्यहाँको हजुरआमाहरूले पनि मैले त चाहिँ घाँस काट्नु जाँदै सुत्केरी बच्चा जन्मेको, तिमीहरू यत्रो ठुलो भइसक्यो किन जानुपर्छ हस्पिटल, यहीँ पाउँदा हुन्छ भन्ने खालको त्यो जनमास, त्यो चेतनाको कमीले गर्दाखेरि चाहिँ हामी आउनुभन्दा अगाडि एकदमै आमा र शिशुको मृत्युदर बढी थियो। तर अहिले हामीले चाहिँ शून्य बनाएका छौँ। त्यसको आधारहरू चाहिँ स्वास्थ्यकर्मीहरूलाई चाहिँ हामीले स्वास्थ्य क्षेत्रमा जति हामीसँग उपलब्ध हुनुहुन्थ्यो त्यसमाथि बढीभन्दा बढी स्वयंसेविकाहरूलाई परिचालन गरेर उहाँहरूलाई प्रोत्साहित बनाएर विभिन्न कार्यक्रम गरेर उहाँहरूलाई चाहिँ जब चाहिँ सुत्केरीको हरेक घरमा पुग्नुभयो, सुत्केरी हुनेवाला गर्भवतीको हरेक घरमा पुग्नुभयो र गर्भवती महिलाहरूले जुन चाहिँ सुत्केरीभन्दा अगाडि गर्नुपर्ने हरेक चेक जाँचहरू गर्नुभयो, त्यसपछि चाहिँ हाम्रो हस्पिटल पनि छ एउटा, अनि सिएस हस्पिटल त्यहाँनिर पनि आउनुहुन्छ र हरेक वडामा चाहिँ हाम्रो बर्थिङ सेन्टर छ, त्यहाँ इक्विपमेन्टहरू हामीले चाहिँ उपलब्ध गरायौँ। त्यसपछि चाहिँ हामीले त्यो कामलाई सक्सेस बनायौँ, अर्थात् चाहिँ मातृ मृत्यु शिशु दरलाई कम गऱ्यौँ, 0 बनायौँ। र अर्को चाहिँ न्यायिक समितिमा जब उपाध्यक्षको संयोजकमा 3 सदस्य रहन्छौँ, त्यो न्यायिक समिति अर्थात् संयोजक रहेको न्यायिक समितिले चाहिँ सभ्य र शान्ति समाज निर्माण गर्ने हाम्रो अभियान चलायौँ र सुरुमा धेरै चाहिँ न्यायिक समितिमा मुद्दा आउँथ्यो। पछिल्लो समय चाहिँ नागरिकमा आएको चेतना, अनि त्यसपछि हामीले गरेको हामीले चाहिँ नागरिकहरूलाई जगाएको चेतना, त्यसपछि प्लस चाहिँ त्यो हरेक वडामा हाम्रो चाहिँ मेलमिलाप केन्द्र छ। त्यो मेलमिलाप केन्द्रमा मेलमिलाप कर्ताहरू आबद्ध हुनुहुन्छ, उहाँहरूको सक्षमताले उहाँहरूको कार्यशैलीले गर्दा अहिले चाहिँ मुद्दाहरू अत्यन्तै कम आउन थालेको छ। त्यो 2टा कुरा। अर्को तेस्रो कुरा चाहिँ हरेक विद्यालयबाट चाहिँ बालबालिकाहरू विद्यालय नआउने, ड्रप आउट हुने खालको थियो। त्यसलाई चाहिँ हामीले अभियानै गरेर उपाध्यक्षको संयोजकतामा चाहिँ हरेक विद्यालयमा अनुगमन गर्यौँ। त्यहाँको विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यालय परिवारसँग बसेर के समस्या हो त, विद्यालय नआउनुको कारण के समस्या, त्यसलाई चाहिँ हामीले पोइन्ट आउट गरेर अनि त्यसपछि विद्यार्थीहरूलाई चाहिँ विद्यालयमा आउने वातावरण गर्यौँ। र अहिले चाहिँ लगभग हाम्रो गाउँपालिकामा विद्यार्थीहरू एकदमै शून्य छन्। र अर्को चाहिँ
अपाङ्गता समन्वय समितिको उपाध्यक्ष के अरे संयोजक भएको हिसाबले पनि अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत चाहिँ हामीले त्यहाँ भएका अपाङ्गता हुनुभएका हाम्रो नागरिकहरूलाई पहिलो चाहिँ उहाँहरूलाई चाहिँ सहायता सामग्री वितरण गऱ्यौँ, जसले गर्दाखेरि उहाँहरू घरमा बेडमा रहनु भएको सहायता सामग्रीले पनि घरभित्रबाट बाहिर व्हिलचेयरबाट बाहिर घाम ताप्नसम्म उहाँलाई सहज भयो। अर्को कुरा चाहिँ उहाँहरूलाई जे सिप छ, जेमा उहाँहरूको दक्षता छ, जेमा उहाँहरूको रुचि छ, त्यसको लागि चाहिँ उहाँहरूलाई हामीले सिप विकास चाहिँ कार्यक्रम गरेर उहाँहरूले चाहिँ जे मुढा बन्ने, त्यसपछि चाहिँ विभिन्न बाँसको सँगसँगै मैले लगाइराखेको जो सिलाम सागमा उहाँहरू महिलाहरूलाई चाहिँ यो खालको चाहिँ सिप विकास गरेर उहाँहरू आर्थिक आयोजनमा जोडिनु भइसकेपछि हामी पनि गर्न सक्ने रहेछौँ, हामी पनि सपाङ्ग सोचेर हुन सक्दै रहेछौँ भन्ने खालको एउटा भाव र अरू सपाङ्ग त हुनुभएको नागरिकले पनि उहाँहरूलाई अपाङ्ग त होइन है, उहाँहरू पनि हामी जस्तै नागरिक हो भन्ने खालको एउटा भान गरेको छु त्यो गाउँपालिकाको उपाध्यक्षको हिसाबमा रहेर। र अर्को चाहिँ हरेक ठाउँमा चाहिँ महिलाहरू अझै पनि संविधानले महिला र पुरुष बराबरी भनेको छ, तर हामी हरेक ठाउँमा पुग्न सकेका छैनौँ। त्यसको लागि चाहिँ महिला सशक्तिकरण कार्यक्रम र महिला सशक्तिकरण नभइकन चाहिँ त्यो भएका उपलब्धिहरूलाई हामी संस्थागत स्थापित गर्न सक्दैनौँ। हामी महिलामा केही न केही क्षमता छ, त्यो क्षमता, त्यो सिप, त्यो दक्षतालाई त्यो दक्षताले चाहिँ गाउँमा भएको विभिन्न कुरीति, कुसंस्कार र आर्थिक आय आर्जनसँग जोड्नको निमित्त चाहिँ उहाँहरूलाई विभिन्न क्षेत्रमा सहभागिता गरेर उहाँहरूको अन्तर्निहित क्षमतालाई अभिवृद्धि गराएर महिलाहरू पनि किचनमा के भन्छ भित्र खाना पकाउने मात्रै होइन बाहिर पनि सक्छौँ भन्ने खालको। र अर्को चाहिँ आय आर्जन भइसकेपछि महिलाहरू चाहिँ अलिक बढी चाहिँ म पनि केही गर्न सक्छु भन्ने त्यो हिम्मत जोड्दो रहेछ। साना साना कामले जस्तो सिप विकास चाहिँ मूलक कार्यक्रम उहाँहरूलाई दिइसकेपछि उहाँहरूले आर्थिक आयोजन अनि सिप पनि बढ्यो, उहाँहरूको क्षमता पनि बढ्यो। जस्तो यो मैले फेरि पनि भने यो सिलाम सागमा चाहिँ त्यस्तो के अरे समय दिइराख्नु पर्दैन, उहाँहरू के भन्छ वस्तु हेर्दा हेर्दै पनि बन्नुहुन्छ, उहाँ खाना बनाउँदा बनाउँदै पनि बन्नुहुन्छ, उहाँहरू बच्चालाई अराउँदै अर्थात् यो गर त्यो गर अर्थात् पढाउन सिकाउँदै पनि बन्नुहुन्छ। एउटा कुरा चाहिँ फेरि यसले चाहिँ 2-3वटा कुरा प्रतिनिधित्व गर्छ। एउटा सिप विकास हुने भयो, अर्को आर्थिक आय आर्जनसँग जोडिने हुनुभयो। आर्थिक आय आर्जनमा जोडिसकेपछि चाहिँ उहाँहरूलाई विभेद पनि भएन, हिंसा पनि भएन कि जस्तो एउटा महिलाले एउटा टिका लगाउनु पर्दा चप्पल फाट्दाखेरि श्रीमानसँग हजुर मलाई यति दिनुहोस् न भन्नु परेन, उहाँ आफै चाहिँ आर्थिक सबल सक्षमता हुनुभयो। र अर्को कुरा चाहिँ यो सिलाम सागमा चाहिँ हाम्रो सांस्कृतिक र धार्मिक कुरा पनि जोडिन्छ। यसले चाहिँ हुन त हामी मृत्यु त कसको कतिखेर हुन्छ थाहा छैन, यो कसैको बसमा पनि छैन, कसैको नियन्त्रणमा पनि छैन, तर अकालमा मृत्यु नहोस् भनेर यो डोरी बाँधिएको छ नि, यसले चाहिँ रोकथाम गर्छ भन्ने एउटा रखे हुन्छ जनविश्वास हाम्रो धार्मिक र त्यो सँगसँगै मलाई के लाग्छ भने सिपको माध्यमबाट तपाईँले आफ्नो पहिचानलाई पनि त अगाडि बढाइरहनु भएको छ। यो असाध्यै राम्रो कुरा पनि हो मलाई लाग्छ। मैले जोडिहालेँ म्याम थोरै बोल्नु पाउँदाखेरि यो एउटा चाहिँ हामीले पहिला धेरै त्यो प्रयोग गऱ्यौँ। यो फेरि हाम्रो चाहिँ नेपालमा उत्पादन हुने चिज पनि होइन, यो बाहिरबाट आउने, त्यसलाई प्रतिस्थापन गरेर यो चाहिँ स्वागत गर्दा कसैलाई हाम्रो चाहिँ पाहुनालाई स्वागत गर्दाखेरि यो प्रयोग गर्छौँ। त्यसैले गर्दा पनि यो एकदमै महत्त्वपूर्ण सानो कुरा तर महत्त्वपूर्ण लाग्छ म आफूलाई चाहिँ। त्यसमाथि तपाईँको क्षेत्रलाई पनि यसले प्रतिनिधित्व गर्छ, एकदमै हजुर ऊर्जा हो होइन। त्यही भएर हाम्रो महिला दिदीबहिनीले उपहार दिनुभएको आज लाएर नै आएको साह्रै राम्रो पनि देखिया छ र त्यसले तपाईँको क्षेत्रलाई जुरुक्क बोकेको जस्तो अनुभूति पनि मलाई भयो। अब यहाँसम्म आइपुग्ने बेलासम्ममा तपाईँले सङ्घर्ष पनि धेरै गर्नुभयो होला होइन, अप्ठ्यारा समयहरू पनि आयो होला, सजिला समय पनि आयो होला। यहाँको बाल्यकाल कस्तो थियो र त्यो बाल्यकालका यहाँको अनुभवहरू चाहिँ तपाईँको अहिले नेतृत्वमा कतै न कतै देखिन्छन् कि देखिँदैनन्, थोरै यसो भनिदिनुहोस् न हामीलाई। बाल्यकाल सामान्य हिसाबले म सामान्य परिवारको, त्यस्तो खाना लाउनलाई पनि समस्या भएन र त्यस्तो धेरै पनि होइन, त्यस्तो अपेक्षा पनि ठुलो थिएन। बाल्यकालमा देखि नै म अलिक नेतृत्वमा भन्दा पनि विद्यालयमा विभिन्न चाहिँ सदनहरू बन्थे। त्यो सदन भनेको चाहिँ विद्यार्थीको समूह बन्थ्यो, त्यो सदनको चाहिँ म अध्यक्ष हुन्थेँ र हुनुपर्छ भनेर म अगाडि नै म आफू चाहिँ अगाडि नै सर्थेँ।
अनि म मेरो बाबा चाहिँ अलिक राजनीतिक नेतृत्वमा हुनुभएको हुनाले उहाँबाट पनि अलिक चाहिँ प्रेरणा अनि उहाँको सामाजिक भाव, उहाँको सकारात्मक सोच र नागरिकले उहाँलाई दिनुभएको स्याबासी, उहाँको स्याबासी मैले पनि फलानाको छोरी है भन्दाखेरि म अत्यन्तै खुसी हुन्थेँ। अनि बाबाले जस्तै गर्न पाएदेखि है मलाई पनि त्यसो भन्नुहुन्थ्यो सबैले, मलाई त्यहीँबाट। अनि त्यसपछि त त्यसै गरी पढ्दै गयो अनि सामाजिक काम गर्दा गर्दै नै अब राजनीति चाहिँ नितान्त सामाजिक सेवा हो भन्ने म आफूले बुझ्छु। त्यसैले अहिले यहाँसम्म छु। हजुर, तपाईँको नेतृत्वले नि तपाईँको समुदाय का कुराहरूलाई अगाडि ल्याउनको लागि अथवा समुदायप्रतिको तपाईँको प्रतिबद्धतालाई उजागर गर्नलाई तपाईँसँग भएको नेतृत्व क्षमताले काम गरेछ कि छैन? मलाई लाग्छ। म त ढुक्कले भन्छु हजुर। कसरी छ भन्नुहुन्छ भने अब हरेक समुदायको आफ्ना आफ्नै सांस्कृतिक, आफ्ना आफ्नै धार्मिक विशेषताहरू छन्, धार्मिक मान्यता, मूल्य मान्यताहरू छन्। तर मेरै अब म आफू राई भएको हिसाबले त्यहाँ अलिक राई समुदाय बढी पनि हो। त्यसो हुँदै गर्दा हामी सबैको धर्म, संस्कार, संस्कृतिले उत्तिकै मान्यता, मूल्य मान्यता दिन्छौँ। अहिले यसरी उपाध्यक्ष 2 पटक रहँदै गर्दा सकारात्मक उहाँहरूलाई गएको चाहिँ हाम्रो त्यहाँको उपाध्यक्ष हाम्रो समुदायबाट गएर अहिलेसम्म चाहिँ इमान्दारिताका साथ काम गरिराखेको छ, जनताको माझमा छ, कहीँ पनि 7-8 वर्ष कहीँ गएको छैन, नागरिकलाई पहिलो केन्द्रमा राखेर काम गरेको छ, अनि सकेसम्म आफ्नोभन्दा फर्स्ट प्रायोरिटी नागरिकलाई दिएको छ भन्ने त्यो विश्वास चाहिँ उहाँहरूलाई छ। त्यही विश्वासले फेरि म दोस्रो पटक पनि भएको। हजुर। म्याम, यहाँलाई कुनै दिन म महिला भएको कारणले गर्दाखेरि मैले यति काम गर्न पाइनँ अथवा अविश्वासको स्थिति आयो, मलाई पन्छाइयो, मलाई परसारियो, पछाडि धकेलियो भन्ने स्थिति तपाईँको जीवनमा आयो कि आएन? त्यस्तै त आएको छैन, तर ठोस रूपमा त आएको छैन। तर कहिलेकाहीँ हुन्छ, यो महिला हो, ले गर्न सक्छ कि सक्दैन, अझै चाहिँ साँच्चै गर्न सक्छ भनेर चाहिँ त्यतिको अहिलेसम्म विश्वास लिइसक्ने अवस्था हाम्रो गाउँमा पनि छैन, हाम्रो समाजमा पनि छैन। त्यही समाजबाट म हुर्केको, त्यो चाहिँ कङ्क्रिट अर्थात् चाहिँ त्यो सेट भएको दिमाग अझै पनि त्यो समाजबाट फोर्न सकेको। जीवनमा कुनै सम्झिन लागेको क्षणहरू छन्? हुन त होला नि थुप्रै, त्यो मध्ये सेयरै गर्न मन लागेको कुनै क्षण छ एकदमै सम्झिरहने कि मनपर्ने क्षण जुन तपाईँको जीवनमा आयो घट्यो? व्यक्तिगत हिसाबले भन्दा पनि म सामाजिक हिसाबले नै जोडिन्छु। थुलुङ दुधकोशी गाउँपालिका, त्यतिखेर थुलुङ दुधकोशी गाउँपालिका थिएन, जुबु गाविस थियो। म जुबु गाविसको वडा नम्बर 5 मा जन्मिएको। 72-71 सालतिर यो चाहिँ पर्यटन रोयल्टीबाट जीविस, तात्कालीन जीविस हुँदाखेरि बाटो ट्र्याक ओपन गर्नको निमित्त 17,75,000 चाहिँ हामीलाई बजेट विनियोजन अर्थात् चाहिँ अनुदान प्राप्त भएको थियो, जहाँ चाहिँ 3-4 दिनसम्म त्यो उपभोक्ता समिति निर्माणको क्रममा त्यहाँनिर कुनै पनि चाहिँ समझदारी भएन। अर्थात् चाहिँ 3-4 दिन छलफलमा पनि त्यो छलफलबाट उपभोक्ता समितिको अध्यक्ष बन्ने क्रममा एकदमै विवाद रह्यो। अनि त्यसपछि हामी पनि सहभागी भयौँ। म अलिक सानो बच्चादेखि नै लिडरसिप हुनुपर्छ भन्ने चाहिँ जागिराख्ने हुनुपर्छ, म सक्छु, इच्छा शक्ति राख्नुपर्छ, म गर्न सक्छु, म किन गर्न सक्दिनँ, पुरुषले गर्न सक्दा म किन गर्न सक्दिनँ भन्ने खालको हुन्थ्यो मलाई। त्यसपछि हामी 3-4 दिन म आफू पनि गएको थिएँ, पहिलो र दोस्रो दिन त गइनँ, तेस्रो दिनसम्म जाँदा पनि सहमति समझदारी भएन। उहाँहरू एकजना 3-4 जना अध्यक्षको चाहिँ भूमिकामा बस्ने भनेर उहाँहरू आउनुभयो अगाडि, तर एकले अर्कालाई स्वीकार नगर्ने, अध्यक्ष एकजना बस्दा अर्को सचिव नबस्ने, अर्को कोषाध्यक्ष नबस्ने। अनि त्यसपछि चाहिँ अनि हामी महिलाहरूको समूहले यदि तपाईहरु गर्न सक्नुहुन्न रहेछ, 4 दिन भइसक्यो, अब असाढको अन्तिममा त फ्रिज हुन्छ, त्यो चाहिँ वैशाखतिर थियो। अनि त्यसपछि चाहिँ यदि त्यतिखेर हो भनेदेखि म गर्न सक्छु, ल हामी गर्छौँ, छोडिदिनुस्, हामी गर्छौँ, म महिलाको अध्यक्षतामा हामी गर्छौँ भनेर हामीले चाहिँ एक महिला समूह चाहिँ सबै अधिकांश महिला समेटेर हामीले त्यो भन्यौँ। त्यसपछि पुरुषहरूलाई उहाँहरूलाई के विश्वास थियो भने यिनीहरूले गर्न सक्दैनौ, अहिले त्यसो भनेका मात्रै हुन् भनेर उहाँहरूले लु ठिक छ को बस्ने के गर्ने लु तपाईहरु भनेर उहाँहरू यसो अल्मले जस्तो गर्नुभयो। अनि त्यसपछि अनि ल हामीले चाहिँ के गर्यौँ भने महिला बसेर ल फलाना अध्यक्ष, फलाना उपाध्यक्ष, कोषाध्यक्ष, फलाना यतिको समिति बनाउने, यतिवटा बडीको समिति बनाउने भन्यौँ। त्यति हुँदै चाहिँ पुरुषहरू के भ्याइसक्नुभयो भने फेरि अर्को महिलालाई चाहिँ
विरुद्धमा उठाउनेको निम्ति फेरि उकासिसक्नुभयो। अनि त्यसपछि अनि अब हामीले गर्ने भनेर भनिसक्यौँ, उहाँलाई पनि हामीले हाम्रै टिममा राखेर हामी नै गरौँ, तपाईँ कि सचिव बस्नुहोस् कि कोषाध्यक्ष बस्नुहोस् भनेर भन्दा उहाँहरू मान्नु भएन। त्यसपछि चुनावै भयो। चुनाव भयो, एउटा चुनाव के अरे चुनाव सञ्चालन गर्नलाई अर्को चुनाव भयो जस्तो भयो। अनि त्यसपछि चाहिँ त्यहाँनिर 2वटा मैले डाँफे चिन्ह प्राप्त गरेको थिएँ। मेरो प्रतिद्वन्दी महिला नै हुनुहुन्छ। उहाँले चाहिँ घरको चुनाव चिन्ह प्राप्त गर्नुभएको थियो। उहाँ चाहिँ अलिक सामाजिक सेवा नै उहाँ पनि गर्नुहुन्छ, गायिका पनि हो, त्यहाँको लोक गायिका मेरै गाउँको। अनि त्यसपछि हामीहरू चाहिँ चुनावमा लड्यौँ। त्यसपछि मैले दोब्बर मतभन्दा बढीले मैले जितेर त्यो काम गऱ्यौँ। काम गर्ने सवालमा पनि यति चुनौती आयो। त्यतिखेर चाहिँ यो स्क्याभेटर भन्ने चाहिँ पाइन्थेन गाउँ गाउँमा। अहिले पो सबैतिर बाटो खन्ने, त्यो बेला 70-71 सालको कुरा। अनि त्यतिखेर चाहिँ खोटाङबाट स्क्याभेटर ल्याउनु पर्ने, त्यो स्क्याभेटर मालिकले एक दिनमा चाहिँ तपाईँले 8 घन्टाभन्दा बढी चाहिँ रोक्नुभयो भने तपाईँले तिर्नुपर्छ भन्ने होइन, त्यस्तो खालको दबाब। फेरि त्यतिखेरको नागरिक त्यहाँको सोच कस्तो हो भने बाटो चाहिने, घरैको आँगनमा चाहिने, तर अर्काको जग्गाबाट जानुपर्ने, नदिने, त्यस्तो खालको विवाद इस्टिमेट थियो, भएको थियो, अलाइनमेन्ट थियो। तर चाहिँ यता लानुपर्छ उता लानुपर्छ, त्यस्तो जोखिममा पनि चाहिँ असाढको अन्तिमसम्म हामीले मकैबारी फाँडेर भए पनि काम गऱ्यौँ। त्यतिखेरदेखि चाहिँ अझ मलाई हिम्मत बढ्यो, मैले गर्न सक्दो रहेछु त्यो चुनौतीलाई सामना गर्दै। अनि त्यसपछि म अलिक चाहिँ नागरिकको नजरमा पनि पोइन्टेड भएँ, फलानाले चाहिँ गर्न सक्छ है भन्ने हिसाब। अनि त्यसपछि असम्भव जस्तो कामलाई तपाईँले गरेर देखाएँ। मलाई त्यो विश्वास बढ्दै गयो। अनि म आफूमा आत्मविश्वास त बढ्दै गयो। नागरिकले अझ मलाई थप चाहिँ त्यहाँको सबैले सहयोग गर्नुभयो, यसले चाहिँ गर्न सक्छ भन्ने खालको। सविता म्यामले जीवनमा कुनै किसिमको पछुतो छ, रिग्रेटहरू छन्? रिग्रेट नै चाहिँ त छैन, तर कहीँ त्यस्तो इन्सिडेन्ट्सहरू हुन्छन्, तर त्यस्तै नै चाहिँ छैन। अनि अब चुनावमा म लाग्नुपर्छ, म जनप्रतिनिधिको रूपमा उठ्नुपर्छ, मेरो जीवन चाहिँ अब म समाजसेवामा समर्पित गर्नुपर्छ भन्ने सोच चाहिँ कतिखेर आयो? अनि टिकट पाउन कतिको सजिलो थियो, कतिको गाह्रो थियो? सोच चाहिँ त म अलिक सानैदेखि सामाजिक भाव नै त्यही बुवाबाट नै चाहिँ म प्रभावित भएको। त्यसपछि टिकट पाउनु पनि मलाई त्यस्तो गाह्रो भएन, किनभने त्यही कुराले, जस्तो अघि मैले उदाहरण दिएँ, त्यही कुराले मलाई अलिक सहयोग गर्यो। र जनप्रतिनिधि भइसकेपछि मात्रै हामीले सोचेको सामाजिक परिवर्तन, भौतिक संरचनाको विकास अनि सामाजिक न्याय दिन सकिन्छ भन्ने चाहिँ फेरि त्यो चेत थियो। त्यसैले नै म जनप्रतिनिधि भएँ। यो मत माग्ने पनि त अर्को चुनौतीपूर्ण काम हो फेरि, होइन? घर घर जानु पर्यो, के भन्नु पर्यो, घोषणापत्र बनाउनु पर्यो। तपाईँको मत माग्ने समयदेखि लिएर त्यो चुनाव जित्ने समयसम्मको माहौल कस्तो थियो? माहौल त चुनौतीपूर्ण थियो कि एकदमै सजिलो भयो? सजिलो होइन, अब चुनाव हो, सजिलो कहीँ अर्को फरक दलको होस् या स्वतन्त्र व्यक्ति होस्, ऊ कहिले पनि कमजोर हुँदैन आफ्नो प्रतिद्वन्दी। त्यसैले त्यस्तो के भन्छ जटिल नै पनि थिएन, पहाडै फोड्नुपर्छ जस्तो पनि थिएन, जटिल नै थियो। यद्यपि जटिल थियो। जुन बेला टिकट पाउनुलाई त मलाई सजिलै भयो, खासै अब लबिङ गर्नु परेन, प्लान गर्छ भन्ने भयो, म आफू पनि तयार भएँ। त्यसपछि चुनावको नोमिनेसन भयो, हामी चाहिँ हरेक वडामा एक दिन क्याम्पेन गऱ्यौँ अध्यक्षसँग। अध्यक्षज्यू हाम्रो टिमको अध्यक्ष र त्यहाँ सम्बन्धित वडाको वडाध्यक्ष र अन्य सदस्यहरूलाई त्यहाँ परिचय गर्ने, अर्थात् मत माग्ने, मत अपिल गर्ने। मैले त्यहाँ चाहिँ त्यो बेला चाहिँ त्यस्तो ठुलो कुरा पनि गरेको थिइनँ। मैले के मात्रै सामान्य हिसाबले के भने म तपाईँहरूको काम, जनताको काम गर्छु, इमान्दारिताका साथ निरन्तर गर्छु र निष्पक्ष गर्छु। र अर्को कुरा चाहिँ विशेष गरी महिलाको विषय मैले बुझेको छु, त्यो विषयमा अलिक बढी काम गर्छु। गाउँपालिकाको चौतर्फी विकासको लागि त म जहिले चाहिँ निरन्तर रहिरहन्छु भने। अनि त्यसपछि मत प्राप्त भयो, सफल पनि भयो। र त्यसपछिको समयमा चाहिँ म परीक्षणकाल नै भयो नि त। म निर्वाचित भएपछिले कतिको चाहिँ सुशासन गर्छ, कतिको निष्पक्ष गर्छ, फरक दल र आफ्नो दललाई कतिको छुटाउँछ। म त्यतिखेर अझ बढी आफूलाई करेक्सन गर्ने चाहिँ म आफ्नो दल वा अरूको दल भनिनँ। जसलाई जे आवश्यकता छ, कानुन सम्मत होइन, कार्यविधि सम्मत के गर्नुपर्ने, के सहयोग गर्नुपर्ने निरन्तर आफूमाथि लगानी पनि सायद तपाईँले गर्नुभयो होला। आफ्नो व्यक्तित्वमाथि पनि त लगानी गर्नुभयो, एकदमै कुरा सुन्ने, अलिकति पब्लिक
पब्लिकको मान्छे बन्ने अब धेरै समय त यहाँको पनि सायद अब छैन काम गर्नको लागि दोस्रो कार्यकाल पनि अलमोस्ट अब हामी आधीभन्दा बढी त गइ नै सकेका छौँ अबको बाँकी रहेको समयमा तपाईले आफ्नो क्षेत्रलाई कस्तो खाले योजनाहरू ल्याउने प्रयास गर्नु भएको छ अथवा तपाईको मनका योजनाहरू पनि केही छन् होला मनको योजना भन्दा पनि भौतिक संरचना त छँदैछ त्यसलाई निरन्तरता भइ नै हाल्छ हजुर र अर्को मनको योजना चाहिँ अब एकपटक अध्यक्षको तयारी गर्ने साथमा चाहिँ हरेक वडामा नभए पनि 2-3 वटा वडामा वडाध्यक्ष महिलाहरूको तयारी गराउने जुनसुकै दल जुनसुकै समुदायको होस् नेतृत्वमा महिलालाई अगाडि सार्ने र उहाँहरूलाई सहयोग गर्ने आफूले पनि चाहिँ अघि बढ्ने किन भन्नुहुन्छ भने हरेक कुरामा महिला नेतृत्व भएन भने हामीलाई संविधानले जतिसुकै प्रदान गरे पनि संविधानले यो अधिकार छ त्यो अधिकार छ भने पनि त्यो कार्यान्वयन ठाउँमा हामी छैनौँ भने त्यो व्यवस्थित रूपमा चाहिँ त्यो लागू हुँदैन त्यो मलाई राम्रै अनुभूति छ त्यसैले साह्रै राम्रो पोइन्ट हो यो आफू मात्र होइन अरूहरूलाई पनि अध्यक्षतासम्म अथवा नेतृत्वसम्म ल्याउँछु भनेर भन्नुभयो जीवनमा तपाईँले देख्नु भएको सपना पुरा भयो जस्तो लाग्छ छैन सपना त यति मात्रै होइन म हिजोभन्दा आजभन्दा भोलि फरक हुन चाहन्छु समय सँगसँगै परिवर्तन हुन चाहन्छु र सँगसँगै अलिक बढी चाहिँ महिलाहरूलाई चाहिँ परिवर्तन भएको उहाँहरूको पनि परिवर्तन भएको देख्न चाहन्छु त्यसैले सपना पुरा भएको छैन यति मात्रै होइन मेरो सपना हजुर साह्रै राम्रो उत्तर दिनुभयो यहाँले होइन सपनाहरू भनेको बढ्दै पर्छ तपाईँसँग कुरा गरेर एउटा पोजिटिभ इन्साइट मैले फिल गरेँ यहाँको उपाध्यक्षतामा यहाँको क्षेत्र सोलुखुम्बु अन्तर्गतको थुलुङ दुधकोशी गाउँपालिकाले जति विकास गरेको छ त्योभन्दा दोब्बर तेब्बर विकास हुँदै जाओस् हामी शुभकामना पनि दिन चाहन्छौँ अघि नै तपाईँले नेतृत्वमा महिलाहरूलाई ल्याउने जुन मेरो चाह छ भन्नुभएको छ त्यो चाहना पनि पुरा होस् त्यो पनि शुभकामना छ यहाँसँग कुराकानी गरेर साह्रै खुसी लाग्यो म्याम र साथसाथै यो सिलिज आइकनको दोस्रो संस्करणमा यहाँ छानिनु भएकोमा पुनः एकपटक बधाई यहाँले 30 जना यहाँ बाहेक अन्य 30 जना जनप्रतिनिधिलाई भेट्नुभयो भेटिसकेका छु कस्तो लाग्दो रहेछ एकैचोटि देशभरिका महिला जनप्रतिनिधिहरूलाई एकैचोटि भेट्दाखेरि एकदमै खुसी लाग्यो यो सिलिड्स आइकनले जस्तो कल्पो इम्पावर वुमेन नेपालले यो कार्यक्रम अर्गनाइज गर्दाखेरि म यहाँ सिक्न आएको छु सबै कुरा मैले जानिसकेको छैन अझै पनि धेरै कुरा सिक्नु छ र हाम्रो गाउँपालिकामा भएको र मैले गरेको राम्रो अभ्यास सुनाउन पाएँ र उहाँहरूले गर्नुभएको राम्रो अभ्यास मैले सुन्न पाएँ सिक्न पाएँ अत्यन्तै खुसी छु यो कार्यक्रमले यहाँ मात्रै होइन सामाजिक सञ्जालमा हाम्रो गाउँपालिकामा भइरहेको गतिविधिहरू त त्यहाँको नागरिकले देख्नु भएको छ बाहिरकोले देख्नु भएको होला त्यो अलिक सीमितता भयो यो कार्यक्रमले चाहिँ देश विदेश कति ठाउँमा नपुगेको ठाउँमा पुग्छ त्यो कारणले पनि एकदमै म खुसी छु र सिक्ने अवसर मिलेको छ म सिक्दै पनि छु तर चाहिँ सकारात्मक सोचले जतिखेर पनि चाहिँ सिक्ने प्रयत्न गर्छु धन्यवाद छ मलाई पनि यो यहाँको कार्यक्रममा अझ हजुर जस्तो कार्यक्रम सञ्चालकज्यूले मलाई चाहिँ अन्तर्वार्ता लिनुभयो अत्यन्तै खुसी छु यो महत्त्वपूर्ण समय छ हजुर हस् अब उपाध्यक्षज्यूलाई म यो फाइनलको दिन आइकन घोषणा हुने दिन भेट्नेछु त्यतिन्जेलसम्मको लागि तपाईँको यात्राको लागि धेरै धेरै शुभकामना हस् धन्यवाद धेरै धेरै धन्यवाद